साथीहरु नमस्कार। हेर्नुस् त आज हामी कहाँ छौं। आज हामी टेक इन्डिकेटर्सको अफिसमा छौं र यहाँ मसँग एकजना साथी हुनुहुन्छ। तपाई देख्न सक्नुहुन्छ हाम्रो फ्रेममा। र यहाँ के हुँदैछ, आज हामीसँग दुईवटा प्रिन्टर छ र आज हामी यहाँ के गर्ने छौं भने एउटा प्रिन्टरलाई किचन बनाउने छौं र अर्को प्रिन्टरलाई हामी के गर्ने छौं, काउन्टर बनाउने छौं। काउन्टरको प्रिन्टरबाट बिल निस्किने छ, किचनको प्रिन्टरबाट केओटी निस्किने छ। सिस्टमबाट हामी केओटी पठाउने छौं, यो गर्ने छौं। र सँगसँगै आजको भिडियो चाहिँ हामीले एकदम स्पेशल बनाउने कोसिस गर्ने छौं, किनभने हामीले आफ्नो काम वा सफ्टवेयरको सेटअपको दौरान पनि प्रिन्टर चाहिँ कसरी सेटअप गर्ने लोकल एरिया नेटवर्कमा। लोकल एरिया नेटवर्क मतलब आफ्नो इन्टरनल ल्यानमा। यहाँ कसरी भइरहेछ तपाईँ देख्न सक्नुहुन्छ। यहाँ तपाईँ हाम्रो एउटा अपलिङ्क आएको सिस्टम देख्न सक्नुहुन्छ। यहाँबाट दुईवटा राउटरको RJ45 हामीले दुईवटा प्रिन्टरको पछाडि जोडिसकेका छौँ। र आजको भिडियोमा TRS2बाट केओटी र रिसिप्ट कसरी प्रिन्ट गर्ने मात्रै भन्ने कुरा मात्रै नभइकन नयाँ प्रिन्टर यानी कि पस प्रिन्टर 80mm को पस प्रिन्टर बजारबाट ल्याएपछि फर्स्ट टाइम कसरी सेटअप गर्ने लोकल एरिया नेटवर्कमा र त्यहाँको वाइफाई वा इन्टरनेटसँग कनेक्टेड सबै डिभाइसबाट प्रिन्ट कमान्ड पठाउने भन्ने बारे पनि हेर्नेछौँ। सो स्टे ट्युन्ड गाइज, हामी अब सुरु गर्नेछौँ सेटअप प्रोसेसतिर। साथीहरु, अब हामीले बजारबाट भर्खर ल्याएको फ्रेस प्रिन्टर हामी यहाँ तपाईँलाई देखाउन सक्छौँ हैन। सो तपाईँले यो प्रिन्टर हेर्न सक्नुहुन्छ, यो 80mm पस प्रिन्टर हो। सो हामीले अब यसलाई फर्स्ट टाइम सेटअप कसरी गर्ने भन्ने हेर्न सक्छौँ। तपाईँ यसको पछाडि देख्न सक्नुहुन्छ एउटा RJ45 केबल मार्फत हामीले जोडिरहेको छौँ। एउटा चाहिँ तपाईँको यो ड्राइभरको भयो, जुन कुनैसँग जोडिएको छैन। ड्राइभर मतलब USB भयो, कुनैसँग जोडिएको छैन। र यो चाहिँ पावर केबल भयो। तपाईँ देख्नु अब यो हामीले RJ45 लाई अब हामीले के गरेको छौँ, हामीले ISP बाट ल्याएको राउटरसँग जोडिदिएका छौँ। यहाँ तपाईँ राउटर देख्न सक्नुहुन्छ र एउटा केबल यहाँबाट देखिएको सक्नुहुन्छ। अघि भने जस्तै गरी अब हामी फर्स्ट टाइम यो प्रिन्टरलाई सेटअप गर्दैछौँ। हामीले सर्वप्रथम ल्याइसक्यौँ। अब ल्याएर हामीले हाम्रो ISP बाट प्राप्त ल्यान्ड पोर्टमा जोडिदिएको छौँ एउटा पोर्टमा। सो अब ल्याइसकेपछि हामीले के गर्ने त भन्नेतर्फ क्विकली हेरिहालौँ। त्यसको लागि हामी पहिला प्रिन्टर अन गर्छौँ। सो प्रिन्टरलाई अन गरिदिइहालौँ। तपाईँले यसरी सानो लाइन देख्न सक्नुहुन्छ। सो प्रिन्टर अन हुने बित्तिकै तपाईँले यसको IP एड्रेस निकाल्नुपर्ने हुन्छ। सो हामी एकचोटि गर्नुपर्ने हुन्छ, फेरि एकचोटि म अफ गर्छु र क्विक यसको IP एड्रेस वा डिटेल्स के छ, सिस्टम इन्फर्मेसन प्रिन्ट निकाल्छौँ सुरुमा है। सो सिम्पली अफ गर्नुहोस् फेरि र अन हुनासाथ तपाईँले यो फिड अप्सनलाई क्लिक गरिदिइहाल्नुहोस्। सो तपाईँ यहाँ देख्न सक्नुहुन्छ हामीले पस प्रिन्टरबाट निकालिसकेका छौँ र तपाईँले यहाँ दिएको IP एड्रेस भन्ने कुरालाई ध्यान दिनु होला। यसको सबनेट म्याक्स र गेटवेलाई तपाईँले ध्यान दिनुपर्ने होला। सो ध्यान दिनुपर्ने हुन्छ। सो हामी यसको क्विकली IP एड्रेस हेर्छौँ र अब हामी के गर्छौँ, यो तपाईँ देख्न सक्नुहुन्छ अलरेडी यो पस प्रिन्टर ल्यान केबल थ्रु राउटरमा जोडिसकेको छ र तपाईँ मेरो डिभाइस पनि ल्यान थ्रु नै जोडिएको छ। ल्यान वा वाइफाई जेबाट जोडिए पनि हुन्छ। अब तपाईँलाई म क्विकली कम्प्युटर स्क्रिनतर्फ लान्छु एउटा क्लिपमा। सो त्यसपछि त्यहाँ तपाईँले हामीले हेर्नेछौँ कुन नेटवर्कमा हामी कनेक्टेड छौँ र यो प्रिन्टरको IP एड्रेस अब 1.100 छ यसको डिफल्ट। अब यसलाई हाम्रो नेटवर्कमा यानि कि त्यो राउटरसँग जोडिएको नेटवर्कमा ल्याउनको लागि पहिला हामी हाम्रो डिभाइसमा यसमा पनि यही नेटवर्कको 192.168.1K नेटवर्कको कुनै एउटा IP एड्रेस दिनेछौँ। त्यसपछि यो राउटरसँग कनेक्टेड छ, त्यो त्यसकारण तपाईँले सिधै यसलाई एक्सेस गर्न सक्नुहुन्छ र एक्सेस दिएर हामी सेम नेटवर्कमा पहिला यसमा कनेक्ट भएर यसको IP एड्रेस चेन्ज गर्नेछौँ। सो त्यसपछि अब लागौँ कम्प्युटर स्क्रिनतर्फ। हामी ब्याक भइसकेको छौँ हाम्रो कम्प्युटर स्क्रिनमा, तपाईँ देख्न सक्नुहुन्छ। अब त्यसको भन्दा अगाडि मैले सिम्पल फेरि के ब्रिफ गर्न चाहेँ, हाम्रो कम्प्युटर इन्टरनेटसँग जो कनेक्टेड छ मतलब आइदर ल्यान मार्फत होस्, अहिले ल्यान मार्फत छ, तपाईँ वाइफाई मार्फत पनि कनेक्ट गर्नुभएको छ त्यही राउटरमा र त्यही राउटरमा हाम्रो पस प्रिन्टर पनि ल्यान मार्फत गइसकेको छ। भलै अहिले के भइरहेको छ, पस प्रिन्टरको IP फरक छ। अब हामीले पहिला पस प्रिन्टरलाई एक्सेस गर्नेछौँ र त्यसलाई सेम नेटवर्कमा लान कोसिस गर्नेछौँ। त्यसको लागि क्विकली हामी सेम नेटवर्कमा भएको र ल्यान जोडिएको हुनाले हामी P2P मा डाइरेक्ट IP एड्रेस मार्फत यसको होस्टको लास्टको ID मात्रै चेन्ज गरेर IP सेम नेटवर्कको बनाउनु छ। सिम्पली हामी के गरौँ, विन्डोजमा जाउँ, कन्ट्रोल R गर्नेछौँ। NCPA.cpl हामी हानेर नेटवर्क एन्ड सेयरिङ सेन्टर खोल्नेछौँ। सो NCPA.cpl हानेर तपाईँ नेटवर्क एन्ड सेयरिङ सेन्टर खोलेपछि हामी ल्यानमा छ। तपाईँ ल्यानमा भयो ल्यानकोमा जानुपर्ने हुन्छ, वाइफाई भयो वाइफाईमा। सो सिम्पली हामी ल्यानमा छ, सेम प्रोसेस हो। तपाईँ अब त्यसपछि राइट क्लिक गरेर यसको प्रोपर्टिजमा जान सक्नुहुन्छ। प्रोपर्टिजमा गएपछि तपाईँले यहाँ TCP/IP-v4 भन्ने देख्न सक्नुहुन्छ। यहाँ फेरि डबल क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईँले अब्टेन द IP एड्रेस अटोमेटिकली भन्नु मतलब राउटरबाट अटोमेटिक IP एड्रेस लिइरहेको छ। अब हामीले के गर्नु पर्यो, हामीले त प्रिन्टर पहिला एक्सेस गर्नु छ। त्यसको लागि हामी प्रिन्टरकै नेटवर्कमा जानु पर्यो र अघि हाम्रो प्रिन्ट भएको रिसिप्टमा देखिएको थियो IP एड्रेस। सो त्यो IP एड्रेस अनुसार हामी 1 को नेटवर्कमा गएको थियो 192। अब हामी त्यसै गरी यसको लागि चेन्ज गर्नको लागि हामी क्विकली चेन्ज गर्न लागिहालौँ र हामीले अघि देखेको थियौँ IP एड्रेस कति हामीले देखेको थियौँ 192.168.100 छ। अब यसको हाम्रो तपाईँ सबनेट म्याक्स गेटवे देख्न सक्नुहुन्छ। सो अब हामी त्यसै गरी यो 100 छ भने हाम्रो यो PC को IP अब 101 दिएर यसलाई एक्सेस गर्न कोसिस गरौँ। अब हामी सिम्पली 192.168
1 अब उता प्रिन्टरको 100 थियो यसलाई 101 दियौँ हाम्रो सबनेट मार्क्स आइसकेको छ फेरि हामी डिफल्ट गेटवेमा जाउँ 192.168.1 र हामीले अघि त्यहाँ देख्न सक्छौँ गेटवे 1 थियो 1.1 थियो सो हामीले गेटवेलाई 1.1 राख्दियौँ र हामी यसलाई सेभ गरिदिन्छौँ सो ओके गरिदिन्छौँ र सेभ भइसकेको छ र यो सेभ भएको कुरा प्रिन्टरले चिन्यो कि चिनेन त भनेर हामी क्विकली चेक गर्नको लागि पिङ गरेर हेर्नेछौँ सो विन्डोज आर गरेर हामी फेरि रनमा जानेछौँ सो हामी CMD टाइप गरेर हाम्रो कमान्ड प्रम्प्टमा जानेछौँ अब हामी सिम्पली पिङ कमान्ड दिनेछौँ र अघि हाम्रो प्रिन्टरको आइपी एड्रेस यानि कि 192.168.1.100 दिनेछौँ सो हेर्नेछौँ सो तपाईँ देख्न सक्नुहुन्छ पिङ आइसकेको छ भन्नु मतलब अब प्रिन्टर हाम्रोबाट एक्सेसेबल भइसकेको छ प्रिन्टर सेम नेटवर्कमा आइसकेको छ अब हामीले डिफल्ट हाम्रो सिस्टमको नेटवर्क्समा चाहिँ तान्नु पर्ने छ प्रिन्टरलाई पनि सो त्यो हामी अब क्विकली हेर्नेछौँ अब हामीले मतलब सेम नेटवर्कमा गइसकेको छौँ अघि हामीले पिङ पनि देखिहाल्यौँ अब हामी प्रिन्टरलाई चाहिँ सेटअप गर्न कोसिस गरौँ र तपाईँलाई यो एक्स प्रिन्टर भन्ने एप चाहिनुहुन्छ त्यसको लागि हामी यसको लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछौँ सो एपलाई हामी एक्स प्रिन्टरको एपलाई खोलौँ र हामी पहिला अघि प्रिन्टरमा राखेको थियौँ 192.168.1.100 भन्ने आइपी राखेको थियौँ अब त्यसलाई यहाँबाट पनि कनेक्ट गर्न कोसिस गरौँ हामी सिम्पली कनेक्सन सक्सेसफुल देखिसकेको छ अब हामीले यसलाई न्यू आइपी दियौँ न्यू आइपी चाहिँ हाम्रो 18. हामी अब यसलाई 100 नै दिएर कोसिस गर्छौँ 18.100 दियो 18 किन दिएको भने हामीले आइएसपीबाट यानि कि हाम्रो इन्टरनेट सर्भिस प्रोभाइडर तपाईँको लाइक ओल्ड लिङ्क डिसोम बायोनेट जुनसुकै आइएसपीबाट ल्याएको होइन हामीले त्यही आइएसपीको राउटरको पछाडि जोडिदिएको छौँ र उहाँले डिफल्ट 192.168.18 को नेटवर्क दिइरहनु भएको छ मेरो केसमा तपाईँको केसमा यो फरक हुनसक्छ र तर जे भए पनि तपाईँको पिसीको अहिले हामी पिसीमा अब आइपी इन्टरनेटमै हुँदा कति आइपी एड्रेस हुने रहेछ त्यो पनि हेर्नेछौँ जेमा भए पनि तपाईँले आफ्नो पिसीको र यो हाम्रो पस प्रिन्टरको आइपी वा मोबाइल फोनको आइपी सेम नेटवर्क्सको हुनुपर्ने सो हामी यसलाई सिम्पली 18 को नेटवर्क्समा लगाएर एउटा 100 को आइपी दियौँ सो सेट न्यू आइपीमा क्लिक गर्नेछु सो यति गरेपछि हाम्रो आइपी एकछिनमा सेट हुनेछ सो प्रिन्टर एड्रेस सेट भइसकेको भन्ने हामीले यहाँ जानकारी प्राप्त गर्न सक्छौँ ओके गऱ्यौँ यो भइसकेपछि अब हाम्रो प्रिन्टर चाहिँ त्यो हाम्रो जस्तो उता आइएसपीको राउटरको नेटवर्कमा गइसकेको छ अब यो यहाँ तपाईँ यहाँ अहिले इन्टरनेट डिस्कनेक्टेड तपाईँ देखिरहनु भएको छ अब यसलाई हामी फेरि हाम्रै आइएसपी प्रोभाइडर इन्टरनेट सर्भिस प्रोभाइडरको नेटवर्कमा डिफल्ट गएर हेरिहालौँ त्यसको लागि हामी सिधै त्यसै गरी NCPA.cpl यानि कि इथरनेटको इथरनेट सेटिङमा जान्छौँ यहाँ गएर हामीले सिम्पली राइट क्लिक गरेर प्रोपर्टिजमा जान्छौँ र प्रोपर्टिजमा गएर TCP/IP भिफोमा गएर अघि राखेको 1.1 लाई हटाइदिएर युज अपडेट आइपी एड्रेस अटोमेटिकल्ली यानि कि आइएसपीबाटै प्रदान हुने आइपी युज गर भनेर हामीले छोडिदियौँ त्यो DHCP हुन्छ वा आइएसपीले आफ्नो आइपी पुल दिएको हुन्छ त्यो अनुसार डिफ्रेन्ट हुने भएकाले हामी सेम गरिदियौँ जुन हाम्रो 18 को नेटवर्क प्राप्त गर्नेछ अब सो अब हामीले सेम डिफल्ट छोडिदियौँ र ओके गरिदियौँ सो यो सबै भइसक्यो कि छैन भनेर फेरि प्रिन्टरले 18.100 को नेटवर्क हामीले त्यो आइपी पाइरहेछ कि छैन भन्ने कुरा हामीले दुई तरिकाले हेर्न सक्छौँ एक त हामीले यहाँबाट यही कम्प्युटरबाट कमान्ड प्रम्प्टबाट पिङ गरेर पनि हेर्न सक्छौँ अर्को हामीले प्रिन्टरबाट नै अघि जस्तै सेल्फ प्रिन्ट टेस्ट निकालेर हेर्न सक्छौँ हामी प्रिन्टरको कागज पनि बचाउँ कार्बन इमिसनलाई कम गरौँ भन्ने त्यो कारण एउटा पिङ नै गरेर चेक गरौँ सो विन्डोज आर गरेर हामी CMD तर्फ गर्छौँ सो CMD गऱ्यौँ हामीले सो हामी पिङ गरेर सिम्पली 192.168.18.100 हामीले दिएको छौँ प्रिन्टरको आइपी सो पिङ हुन्छ कि हुँदैन चेक गरौँ सो तपाईँ देख्न सक्नुहुन्छ सक्सेसफुली पिङ आइसकेको छ भन्नु मतलब यो प्रिन्टर हाम्रो रेडी छ सेम नेटवर्क्समा अब सेम नेटवर्क्समा प्रिन्टर आइसकेको छ अब प्रिन्टरलाई क्विकली प्रिन्टरलाई ल्यान मार्फत सेटअप गर्नलाई ड्राइभर सेट पनि गरिहालौँ है त सो ड्राइभर सेट गर्नको लागि हामी सिम्पली अब अघिको एप प्रिन्टर चेन्ज गर्ने आइपीलाई कट गरिदिन्छौँ हामी नयाँ एपमा जान्छौँ सो नयाँ एपको पनि हामी लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छौँ एप डाउनलोड गर्ने सो सिम्पली तपाईँ पिसीमा जानुहोस् यसलाई रन एज एडमिनिस्ट्रेट गरिदिनुहोस् यस गरिदिनुहोस् सो हामी कुन तरिकाले सेट गर्न चाहन्छौँ हामी केमा गर्न चाहन्छौँ हामी ल्यानमा गर्न चाहन्छौँ हामी लोकल एरिया नेटवर्कमा सो लोकल एरिया नेटवर्कमा हामीले भर्खरै दिएको प्रिन्टरको आइपी कति थियो 192.168.18.100 राइट सो 100 भयो अब हामी के गर्छौँ इन्स्टलिङ द प्रिन्टर ड्राइभर भन्ने अप्सनमा क्लिक गरिदिन्छौँ त्यति गरिदिएपछि हामी ल्यानमा 18.100 मा सेटअप भएको प्रिन्टरको लागि हामी सेट गर्दैछौँ सो यति भएपछि हाम्रो सुरु हुनेछ तपाईँ देख्न सक्नुहुन्छ यहाँ घुम्दैछ भइहाल्नेछ हाम्रो सेटअप सो तपाईँ देख्न सक्नुहुन्छ द प्रिन्टर ड्राइभर हेज सक्सेसफुली इन्स्टल्ड अन योर कम्प्युटर प्रिन्टर नेम यसले XP 80C कपी दिएको छ कपी 1 सो प्रिन्टर पोर्ट पनि देख्न सक्नुहुन्छ अब हामीले यही कम्प्युटरको प्रिन्टर सेटिङतर्फ क्विकली जम्प गरिहालौँ र हेरौँ र यसबाट हामी नाम पनि दिउँ हाम्रो किचन दिने के दिने सो तपाईँ रिसेन्टमा प्रिन्टर एन्ड स्क्यानर देख्न सक्नुहुन्छ तपाईँ हामी अहिले यहीँबाट गइहालौँ नत्र भने तपाईँ आफै सर्च पनि गर्न सक्नुहुन्छ सो सिम्पली हाम्रो प्रिन्टर एन्ड स्क्यानर सेटिङ खुल्नेछ भर्खरै हामीले देखेको प्रिन्टर यही सेटअप भएको छ यसको यहाँ साइडमा तपाईँले यो बटनमा क्लिक गरेर तपाईँले प्रिन्टर प्रोपर्टिज भन्नेमा क्लिक गर्न सक्नुहुन्छ यो अप्सनमा जान सक्नुहुन्छ सो प्रिन्टर प्रोपर्टिजमा गएर यसलाई नाम हामी चेन्ज गरिदिउँ
टिआई रेस्ट्रो मतलब केओटी भनेर हामी केओटी प्रिन्टर भनेर हामी सेट गरिदिन्छौँ वा हामी केओटी प्रिन्टर मात्रै भनेर लेखिदिउँ न त हैन साथीहरु। सो केओटी प्रिन्टर लेखिदिन्छ र हामीले यता पोर्ट्समा गएर हेर्यौं भने यसको कन्फिगरेसनमा रहेको आईपी पनि देख्न सक्छौं। सो आईपी चेन्ज भएको खण्डमा तपाईले कन्फिगर पोर्टमा गएर यहाँ आईपी चेन्ज गरिदिनु भयो सिम्पली भने त्यो पनि गर्न सक्नुहुन्छ। अहिले हाम्रो 18 को नेटवर्कमा छौं, हामीले 18 को हरेक नेटवर्क प्रोवाइडरलाई चाहिने भएकाले हामीले यति राख्दिन्छौं। सो सिम्पली ओके नै छोड्दियौं। सो हामीले त्यहाँ हामीले मिलाइसकेको छौं सेटिङ केओटी प्रिन्टर भनेर राखिसकेको छौं। प्रिन्ट टेस्ट पेज भन्ने अप्सन गरेर हामी केओटी को प्रिन्टरमा यानी कि यो तपाईले सपोज किचनमा छ भने त्यसमा आयो कि आएन। सो सिम्पली हाम्रो साइडमा तपाईले देख्नुहुन्छ कि प्रिन्टर यहाँ छ। अब हामीले सेटअप पनि गर्यौं, आईपी को एड्रेसमा निकाल्छौं यही प्रिन्टरलाई अघिदेखि। अब हामी प्रिन्ट टेस्ट पेज गरौँ निस्किन्छ कि निस्किदैन त। सो सिम्पली देख्न सक्नुहुन्छ प्रिन्ट टेस्ट पेज आइसकेको छ। सो अब सेम प्रोसेसले हामी तपाईको अर्को प्रिन्टर यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ रहेको अर्को प्रिन्टरमा पनि काम गर्नेछौँ। तपाईले पनि सेम तरिका अपनाउनु होला। त्यसपछि हामी टिआई रेस्ट्रोबाट चाहिँ अब दुईवटा प्रिन्टर, एउटा केओटी एउटा काउन्टरको प्रिन्टर भएपछि अब सिस्टमबाट चाहिँ हाम्रो टिआई रेस्ट्रो सिस्टमबाट चाहिँ कसरी प्रिन्ट निकाल्ने त केओटी र प्रिन्टर दुई ठाउँमा पस्न भनेर हेर्नेछौँ। सो त्यसमा पनि हामी लागिहालौँ। सो साथीहरु तपाईं देख्न सक्नुहुन्छ हामीले किचनको पनि यता केओटी प्रिन्टर गरिसक्यौं र त्यसैगरी अघिकै सेम मेथडले हामीले यसमा पनि यो हाम्रो पसको काउन्टरमा रहने प्रिन्टर भयो र सो पसमा रहने काउन्टरमा पनि त्यसैगरी ल्यानबाट सेम नेटवर्कमा ल्याइसक्यौं र हामीले यसलाई आईपी 18.136 दिएको छौं र हाम्रोले यसलाई 18.100 दिएका छौं हैन त। सो त्यसरी अब हामी अघि बढ्छौं। सो यो कम्प्युटरको पनि कति छ त अब हेरौँ न त एकचोटी आईपी पनि पहिला हेरौँ, त्यसपछि हामी टिआई रेस्ट्रो एप मार्फत कसरी हामीले हेर्ने कसरी हामीले प्रिन्ट निकाल्ने केओटी किचनतिर र मतलब बिल चाहिँ यता हाम्रो पस प्रिन्टरतिर भनेर है त आईपी कन्फिग गरेर हामी हेरिहाल्छौँ। सो हामी फर्किन चाहिँ हामी इथरनेट एडाप्टरको हामी यहाँ हेर्न सक्छौँ। सो हामी हेर्न सक्छौँ आईपी एड्रेस हाम्रो 192.168.201 भन्नु मतलब मेरो कम्प्युटर पनि 18 को नेटवर्कमा 201 मा छ, मेरो पस प्रिन्टर पनि 18 को नेटवर्कको यसमा 136 मा छ र यसको पनि 100 मा छ, 18.100 मा छ। सो सिम्पली अब हामीले प्रिन्टर्स एन्ड स्क्यानर सेटिङ्समा सेटअप गरिसकेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। एउटा केओटी प्रिन्टर भनेर हामीले यताको सेट गरिसकेका छौँ, तपाईँ देख्न सक्नुहुन्छ। यसको सेटिङ्स तपाईँ हेर्न चाहनुहुन्छ अलरेडी म तपाईलाई देखाइदिन्छु फेरि है त। तपाईको प्रिन्टर प्रोपर्टिजमा गएर तपाईले पोर्ट्समा गएर हामीले कन्फिगर पोर्टमा हेर्नु भने कुन हो 18.100 सो 100 को आईपी एड्रेस वाला हाम्रो कहाँ छ केओटी प्रिन्टर भनेर किचनमा बसेको छ। सो त्यसैगरी हामीले अर्को हेर्नको लागि हामी सिधै हामी यता गइहाल्छौँ प्रिन्टर एन्ड स्क्यानरमा केओटी हेरेर जस्तै हामी पसकोमा जान्छौँ र पसमा मैले हजुरलाई भने अनुसारै सेट भएको छ कि छैन त भन्ने कुरा एकचोटि क्रस चेक नै गरौँ। प्रिन्टर प्रोपर्टिजमा जाउँ, यसको पनि सिम्पली हामी पोर्ट्समा जान्छौँ र पोर्ट्समा गएपछि कन्फिगर पोर्टमा गएर आईपी एड्रेस 18.236 अघि मैले भने जस्तै 18 कै नेटवर्कमा छ सबै कुरा 18 मा छ यो पनि। सो हाम्रो कम्प्युटर पनि 18 मा, अर्को प्रिन्टर पनि 18 मा। सो हामीले यहाँ राखिसकेको छौँ र हाम्रो पीसीमा सेटअप पनि भइसकेको छ। अब हामी सिम्पली कहाँ जान्छौँ टिआई रेस्ट्रोमा जान्छौँ। सो टिआई रेस्ट्रोको डेमो अकाउन्टमा पनि हामी घुसिसकेका छौँ। अब हामी पहिला पसमा जान्छौँ र पसमा गएर हामी अब केओटीलाई किचनतर्फ र एउटा बिललाई चाहिँ यता काउन्टरतर्फ निकाल्न कोसिस गर्छौँ। सो केओटीको लागि हामी पहिला मिल्क कफीको लागि एउटा केओटीको लागि निकाल्छौँ। सो टेबल पनि असाइन गर्छौँ हामी कुन टेबलमा हाम्रो फर्स्ट फ्लोरमा आएको छ मिल्क कफी कतिवटा हामी सपोज 5 वटा मिल्क कफी चाहियो भन्ने कुरा हामी केओटी मार्फत किचनमा पठाइदिउँ। सो वेटरले यसरी अर्डर लिएपछि सिम्पली केओटी एन्ड प्रिन्ट थिचिदिनु भयो भने कुन पठाउने हो केओटी प्रिन्टरमा पठाउने हो भने केओटीमा सिम्पली अब हामीले दुईटा राखेको तपाईँ यहाँ देख्न सक्नुहुन्छ केओटी र पस काउन्टर। अब तपाईँको प्रिन्टर देखिएन भने तपाईँले सी मोरमा गएर हेर्नु भने अरू प्रिन्टर पनि देख्न सक्नुहुन्छ तपाईँको कनेक्टेड वा सेट गर्नुभएको। सो सिम्पली हाम्रो केओटी प्रिन्टर हो हामी थिचिदिइहालौँ प्रिन्टमा। सो साइडमा रहेको केओटीबाट तपाईँको किचन अर्डर टिकट भर्खर लेखेको मिल्क कफी 5 वटाको आइसकेको छ। सो अब तपाईँले देख्न सक्नुभयो केओटी किचनमा यसरी गयो सेम नेटवर्कमा थियौँ हामी। अब हामी त्यसै गरी टिआई रेस्ट्रोमा फेरि ब्याक हुन्छौँ र यता साथमा मेरो यता साइडमा रहेको अर्को चाहिँ जुन हाम्रो काउन्टरमा रहन्छ काउन्टरमा रहेको प्रिन्टरबाट पनि अब बिल निकाल्छौँ। सो बिल निकाल्छौँ हामी अघिकै साथीको बिल निकाल्छौँ। त्यसको लागि हामी अर्डर्समा जान्छौँ टिआई रेस्ट्रोको पनि। सो हाम्रो अब हाम्रो यहाँ टिआई रेस्ट्रो डेमो एडमिनले गर्नुभएको सपोज कुनै एउटा बिल छ कुनै एउटा चिज छ त्यसको बिल एन्ड पेमेन्ट गर्नुपर्छ कुनै अर्डरको। सो हामी अब यसको बिल एन्ड पेमेन्टतर्फ लाग्छौँ। सो पेमेन्ट भइसकेको छ हामी इजिया फोन पे मार्फत 1200 रुपियाँ प्राप्त भयो भनेर हामी लेख्छौँ। सो कम्प्लिट पेमेन्ट हामी गरिदिन्छौँ। त्यसपछि हाम्रो अब बिल प्रिन्टको लागि हामी प्रिन्टको लागि प्रिन्टमा थिचिदिनेछौँ। त्यसपछि हामीले कहाँ निकाल्ने हो त हामीलाई पस काउन्टरमा निकाल्ने हो। सो पस काउन्टर हामी सेलेक्ट गरिदिन्छौँ। सो मैले सिम्पली प्रिन्ट थिचिदिन्छु र यता साइडमा रहेको हाम्रो पस काउन्टरबाट बिल निस्किनेछ। सो देख्न सक्नुहुन्छ यति क्विक हाम्रो बिल निस्किसकेको छ टिआई रेस्ट्रोको। सो यसको लागि मार्जिन ओरिएन्टेसन्सहरू तपाईँले आफ्नो आवश्यकता अनुसार पनि मिलाउन सक्नुहुन्छ। सो साथीहरू आजको भिडियोलाई अब कम्प्लिटली समअप गर्नुपर्दा बजारबाट हामीले
कुनै एउटा बक्सामा सपोज यसरी बक्सामा प्याक भएर आएको टिआई एउटा पस प्रिन्टरलाई निकाल्यौँ। त्यसपछि त्यसलाई पहिला हामीले हाम्रो ल्यानमा लगेर जोड्यौँ। यता रहेको हाम्रो ल्यानमा ल्याएर जोड्यौँ सिम्पली। त्यसपछि हामीले यसको आइपी एड्रेस हाम्रो प्रिन्टरको फिड बटन निकालेर आइपी एड्रेस डिफल्ट आइपी एड्रेस हेरौँ। त्यसपछि हामीले कम्प्युटरमा गएर त्यही सेम नेटवर्क्समा घुस्न कोसिस गऱ्यौँ र प्रिन्टरको यसै गरी हामीले जस्तो यहाँ देखाएको आइपी एड्रेस अनुसार आइपी एड्रेस निकाल्यौँ र हाम्रो पिसीलाई पनि आइदर इन्टरनेट आइदर ल्यान अर वाइफाई मार्फत सेम नेटवर्क्समा कनेक्ट गऱ्यौँ जुन राउटरसँग थियो। त्यसपछि त्यसको आइपी एड्रेस कम्प्युटरको पनि आइपी एड्रेस चेन्ज गरेर सेम नेटवर्कमा ल्यायौँ। त्यसपछि एक्स प्रिन्टरको ड्राइभर मार्फत हामीले प्रिन्टरको दुईटै प्रिन्टरको वान आफ्टर अनदर आइपी चेन्ज गरेर हाम्रो सिस्टमको आइएसपीबाट प्राप्त भएको 18 को नेटवर्कमा लग्यौँ। त्यसपछि दुईटै प्रिन्टरलाई हामीले हाम्रो कम्प्युटरमा सेट गऱ्यौँ। जुन प्रिन्टर एन्ड स्क्यानर सेटिङ्समा पनि हामीले देख्यौँ। त्यसै गरी काउन्टर प्रिन्टर र क्युओटी प्रिन्टर भनेर हामीले दुईवटा प्रिन्टर पनि बनायौँ र त्यसपछि टिआई रेस्टोको सिस्टममा घुसेर हामीले हाम्रो सिस्टम मार्फत बिल पनि प्रिन्ट निकाल्यौँ, क्युओटी पनि किचनमा पठायौँ र टिआई रेस्टोको केही न केही प्रयोग पनि गरेर देख्यौँ। सो आजको भिडियो कम्प्लिट थियो जहाँ तपाईँको आइदर पस प्रिन्टर हार्डवेयर भेन्डर हुनुहुन्छ, हाम्रो पार्टनरै हुनुहुन्छ वा फर्स्ट टाइम तपाईँ सेटअप गर्न चाहनुहुन्छ मल्टिपल ठाउँ किचन र तपाईँ आफ्नो उसमा भने काउन्टरमा भने यो मेथड फलो गर्नु होला र तपाईँलाई रेस्टुरेन्ट म्यानेजमेन्ट सिस्टम चाहिएमा टिआई रेस्टोलाई सम्पर्क गर्नु होला। हामी तपाईँहरूको साथमा छौँ र यदि गर्दा पनि तपाईँलाई कुनै समस्या पर्छ भने तल सिम्पली कमेन्ट बक्समा तपाईँ कमेन्ट छोड्न सक्नुहुन्छ। हामी त्यही अनुसार तपाईँलाई अझ कस्टमाइज डिटेल्सहरूको साथ नयाँ भिडियो बनाउन भरमजदुर कोसिस गर्नेछौँ। र यदि तपाईँ रेस्टुरेन्ट म्यानेजमेन्ट सिस्टमको युजर हुनुहुन्छ भने हाम्रो सिस्टम कस्तो लाग्छ त्यो पनि रेट गरिदिनु होला, कमेन्टमा सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। सो थ्याङ्क यू वन्स अगेन, थ्याङ्क यू फर स्टेइङ विथ अस। धन्यवाद, नमस्कार।